Hello guys, Hello. welcome to our YouTube vlog and today we have very important news to share with you होइन के Yeah, yeah. भन्दाखेरि 2 दिनको अन्तरालमै हामीले मेरो ब्याङ्क अफिसबाट छुट्टी मिलेपछि अब वी डिसाइडेड कि विल गो पाथिभरा ताप्लेजुङको पाथिभरा टेम्पल Yeah. हुन त कस्तो छ वर्ष फर्स्ट टाइम हो यो चाहिँ हाम्रो एन्ड इट्स अलरेडी 4:30 होइन अनि अब चाहिँ उठ्यौँ अऱ्यौँ अब 5 बजे बस लिन आउँछ भनेको छ एन्ड वी आर सिम्पली गेटिङ रेडी एनिथिङ टु सेयर के भन्न चाहन्छस् Yeah. Simply we are getting to ready. ओके वी आर Yeah. गेटिङ रेडी ल अब यो ब्लग चाहिँ अलिकति So let's see. लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला हेरेर इन्जोय गर्नुहुन्छ भन्ने हाम्रो आशा ल गाइस हाम्रो यो अब पाथिपारा यात्रामा को जान जाँदै हुनुहुन्छ उहाँहरूको म इन्ट्रोड्युस गर्न गइरहेछु सुरुमा आउनुहुन्छ दिदी त्यसपछि आउनुहुन्छ मिनाजु र पछि आउँछु म उसको एटिट्युड हेर उसको एटिट्युड हेर घुम्न जाने हो अब घुम्दै घुम्दैछौँ गाडीमा हुँदै हुँदै साथी उता हेर त एउटा मिनाजु गुड मर्निङ कता गएको कता रोक्नु एकछिन कहाँ भजन कीर्तनमा लागेको भोक लागिसक्यो खाना खाऊ अब गाइज वी आर इन्जोइङ है इन्जोइङ मिनाजु थुक्पा कस्तो छ भन्नु त मोमो कस्तो छ सान दिदी गम गमी हेर बिनाजु नुन पुरै खनाउँदै हुन्छ थुक्पामा चर्को होला नि फेरि छिटो छिटो गुड बाई भएर खिच मेरो पर्दैन भाइ ए या तयार नि तयार तयार कत्रो हात हो पन्जा रहेछ खिचिक खिचिक ल कस्तो लाग्दैछ सबैलाई शक्ति दिनुहोस् साझा बसमा जो पनि चढ्दा ल मोटे हात्ती बा तुसालाई हेर्नु तुसा
जा त पनि जा राम्रो भिडियो आउँदैछ जा जा यता हेर त यता हेरिरा मजा आउँदैछ गाइज यहाँ फाइनल्ली होटल आइपुग्यौँ यहाँ आफ्नो कोठा आइपुगेको छौँ यहाँ अहिले हामी किचनमा आइपुगेको छौँ यहाँ माम खानालाई तातो माम दाल सब्जी खाना मान्छेको हालत हेर्नु न हालत देखाइदिँदैछु यहाँ हालत मान्छेको हालत हेर्नु किन ढिलो आइस भनेको माथि यही ब्लग बनाउँदै थिइस् भने हेर बोल्दा बोल्दा कस्तो काम मान्छेको हालत हेर्नु न गाइस के हो यो क्या हात How is your feeling, guys? It's too cold. Oh my god, oh my god. बिचारा भिनाजु हेर्नु कसै गरी क्यारे हुन्छ नि ढुङ्ग्री वाउ गाइस यस्तै हुँदैछ है ट्रेक हाम्रो कतिबाट दर्शन गर्नु जाने हो हेर्न सक्नुहुन्छ गाइस यस्तै हुँदैछ मेरो चाहिँ हात कामेको कारणले गर्दा सुरु लाइटरको व्यवस्था त कहीँबाट गरिहाल्छ भर्खर हात पनि यस्तो भएको छ नि कि जस्तो कि भर्खर डिपबाट निकालेको छ जस्तै भयो कतिजना नाम जानुहुन्छ सातवटा नाम जान्छ लिएर आउँदैछ डन्टी चाहिँ नहराउनु लिएर फिट्टा दिन एकछिन त डन्ठी भाँचिन्छ जस्तो लागिरहेको थियो चुलो भयो त चुलोमै हात हाल्थेछ होला होइन सुकारले भन्दै त्यो याद यतिकै हेर्नु न हात कस्तो भएको छ यहाँ बस्यो भने त हप्ता दिनमै गोरो हुन्छ होला है गाइस अब चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ है हामी अब लाग्ने हो यस्तो हुँदैन के हेर्नु हुँदैन यहाँ एक ठाउँ बसिरहेछ गाइस केही मान्छेहरू आइपुगिराख्नु छ अब होटलबाट पाथिबाट मन्दिर दर्शन गर्नु जान आँटेको यहाँ केही भक्तजनहरू गइराख्नु भएको छ हेर्न सक्नुहुन्छ अब जस्ट होटलबाट अब माथि मन्दिर जाने हो पाथिबाट मन्दिर दर्शन गर्नु जान आँटेको गाइस यहाँ हेर्न सक्नुहुन्छ कि यसरी बोकी लगिराख्नु भएको छ हेर्न सक्नुहुन्छ गाइस ल दिदीहरू पनि कहाँ पुगिसक्नुभयो के पुगिसक्नुभयो म चाहिँ यहाँ एक ठाउँ यहाँ बस्ने ठाउँमा यसरी यहाँ हेर्न सक्नुहुन्छ यसरी यहाँ बसिरहेछु अब दर्शन गर्न जानुपर्छ गाइस गाइस यु क्यान सी हजुरले दृश्य हिमालको दृश्य हेर्न सक्नुहुन्छ what a cool place guys what a cool place finally आइपुग्न आँटिसकेको छ guys wow amazing लरी टेकेर बिस्तारै आउने लडिन्छ साथी हो यहाँ पहाड चढ्नु सास हेर्नु न गर्दैछ त्यो महाराजाजी वहीँ हुनुहुन्छ अहिले गर्नुभयो अरे गाइस फाइनल्ली आफ्टर हार्ड स्ट्रगल हामी हाम्रो डेस्टिनेसनको जग्गामा आइपुग्यौँ बेर नआउने भयो नि 1.5 घन्टा अहिले आएको होइन त मैले उसलाई जितेको हो म त यहाँ आइपुगेपछि फलाइजा तलको फलाइजा अरे त्यहाँ आइपुगेपछि मात्र भयो Wow, what a view, guys.
भ्यू हेर्नु गाइस भ्यू के हिउँ नै छ हिउँ जस्तो छ यहाँ भेट्यो सानो लाँदा पनि हुन्छ नि है थाहा भएन ओके for the whole day ल जाम यहाँबाट डोन्ट क्लोज नहीं ना मैं देखा छु त्यो न्यूला you can see पनि हरायो ल गाइस यति नै क्याप्चर गर्न सकेँ मैले चाहिँ आफ्नो मोमेन्ट होइन अनि निन्द्रा पनि लागिरहेछ गुड नाइट सुत ए र त्यहाँ लाइक र कमेन्ट चाहिँ नबोल त्यहाँ गर लाइक र कमेन्ट गर्न चाहिँ नबोल्नु